नमस्कार, चर्चा खबर हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दमा हार्दिक स्वागत छ। आज माघ 25 गते आइतबार। विश्वभरका नेपालीहरूको नजर आज मुम्बईको वानखेडे स्टेडियममा छ भने देशभित्र चुनावी माहौल उत्कर्षमा पुगेको छ। आजको यो विशेष बुलेटिनमा हामी खेलकुद, राजनीति, अर्थतन्त्र र सामाजिक क्षेत्रका महत्त्वपूर्ण खबरहरू लिएर उपस्थित भएका छौं। टी20 विश्वकप 2026 को पहिलो खेलमा नेपाल र साबिक विजेता इङ्ल्यान्ड बीच मुम्बईमा ऐतिहासिक भिडन्त। प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपाली टोलीलाई शुभकामना। आगामी फागुन 21 को प्रतिनिधि सभा निर्वाचनका लागि देशभर चुनावी प्रचार प्रसार तीव्र। आचार संहिता उल्लङ्घन गर्ने 1500 बढी सामग्री हटाइयो। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा नेपाल प्रहरी रणनीतिक सम्मेलन 2082 को उद्घाटन। प्रहरी मनोबल उच्च बनाउन नयाँ योजना सार्वजनिक। देशभरका किशोरीहरूका लागि पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप अभियान आजदेखि सुरु। शेयर बजारमा 10.25 अङ्कको गिरावट, सुनको मूल्यमा फेरि भारी वृद्धि। नेपाली चलचित्रका चर्चित खलनायक बहादुर अर्थात् सुनिल थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि। मुख्य समाचारहरू। आज मुम्बईको वानखेडे स्टेडियममा नेपालले आफ्नो टी20 विश्वकप 2026 को यात्रा सुरु गरेको छ। टस जितेर इङ्ल्यान्डले पहिले ब्याटिङ गरिरहेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले विश्वविजेता टोलीलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। खेल हेर्न मुम्बईमा हजारौं नेपाली फ्यान पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै यो खेल नेपाली खेलकुद इतिहासकै गौरवमय क्षण भएको बताउनु भएको छ। प्रतिनिधि सभाको मध्यावधि निर्वाचन आउन अब 25 दिन मात्र बाँकी छ। निर्वाचन आयोगले 60 वटा निर्वाचन क्षेत्रको मतपत्र छपाई सकिएको जानकारी दिएको छ। उम्मेद्वारहरू घर दैलो अभियानमा व्यस्त छन्। काठमाडौँ महानगरका प्रमुख बालेन शाह र विभिन्न राजनीतिक दलका नेताहरू बीचको सामाजिक सञ्जालको वारले चुनावी माहौल झन तातेको छ। यता आयोगले सामाजिक सञ्जालमा हुने मिथ्या सूचना र आचार संहिता उल्लङ्घन रोक्न कडाई गरेको छ। नेपाल र भारत बीच गम्भीर अपराध अनुसन्धानमा सहकार्य गर्न पारस्परिक कानुनी सहायता सम्झौता अर्थात् MLA मा हस्ताक्षर गर्ने तयारी भएको छ। यसले सीमापार अपराध नियन्त्रणमा सहयोग पुग्नेछ। यस्तै गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र स्रोत साधनले सम्पन्न बनाउने प्रतिबद्धता जनाउनु भएको छ। स्वास्थ्य मन्त्रालयले आजदेखि देशभरका कक्षा 6 देखि 10 सम्मका किशोरीहरूलाई HPV खोप लगाउन सुरु गरेको छ। यसले भविष्यमा हुने पाठेघरको क्यान्सरको जोखिम घटाउनेछ। त्यस्तै आज पशुपति आर्यघाटमा अभिनेता सुनिल थापाको अन्तिम संस्कार गरिएको छ, जहाँ कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। आज नेप्से परिसूचक 10.25 अङ्कले घटेर 22 हाराहारीमा पुगेको छ भने 11.5 अर्बको कारोबार भएको छ। सुनको मूल्य तोलामा 9,500 ले बढेर नयाँ रेकर्ड कायम गरेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हवस् त आजका लागि चर्चा खबरको विशेष बुलेटिन यति नै। तपाईलाई नेपाल र इङ्ल्यान्ड बीचको खेल कस्तो लाग्दैछ? नेपालले कति स्कोर बनाउला? तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गरिदिनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने आजै गर्नुहोला। अर्को अपडेटमा फेरि भेट्नेछौँ। नमस्ते।